यसमै एनजे अधिकारी नमस्ते अहिले हामी चाहिँ कहाँ जानु पूर्व नुनबुकी हब गार्डनमा यहाँलाई हार्दिक स्वागत छ। अन्तिमसम्म हेरेर साथ दिनुहोला। हस्त धन्यवाद। जय नेपाल। मेरो सातो गइराके बसायो। हेलो गाइस, च्यानलको नाम के रे? माया भ्लगमा पापाको परीमा यहाँलाई हार्दिक स्वागत छ। अबे पापाको परी एनजे अधिकारी। हामी चाहिँ आज घुम्न आएको। के को हो भन्नु यसलाई त्यति राम्रो थाहा छैन। हफ गार्डन है। आज हाम्रो नयाँ युट्युबर फलो गर्नु भएको भने फलो गर्नु होला, सब्सक्राइब गर्नु भयो भने अनसब्सक्राइब गर्नु होला। ए अनसब्सक्राइब पो भयो त सब्सक्राइब गरिदिनु होला। अन्तिमसम्म हेर्नु होला। लाइन देखाउनु होला एकचोटि यहाँनिर। यो लाइन चाहिँ यस्तो छ हाम्रो चाहिँ केबल कार चढ्ने लाइन। कस्तो शीतल रहेछ नि। यसरी चाहिँ तपाईँ हामी यता देखाउँ। बुढा अब भारी बोकेर गाउँको कति हिँड्यौँ है। यसो चाहिँ अब वन पाखा पखेर त अलिअलि गऱ्यौँ ल हामीले। अहिले बुढो भइएछ। अलिकति हिँड्दा नि स्याहाँ भएको हो भनेदेखि केही भन्नु छ? के भन्नु शब्द पाइदिन। माया एकदम राम्रो मान्छे हो। एकदम के भन्छ मिलनसार एकदम गुड पर्सन हो। लाइन बाफ्रे फाइनली हामी अब यसमा यत्रो लाइन पछि अगाडि आइरहेको हो। फाइनली कहाँ आइपुग्यौँ हामी यत्रो लाइन बसेपछि अनि आयो नि यस्तरी Oh my god. वाउ समुद्र सब देख्दो रहेछ नि त है। मलाई समुद्र चाहिँ जानु मन लागिरहेको थियो। सुमा बिच गएको छैन? सुमा बिच जाने हो पछि नाच्चुमा त घरतिर जान्छ। कस्तो डर लाग्ने। राखेन नि डर त राखेन नि तिमीहरूलाई। कस्तो हल्का सिरिङ टाइपको आइरहेको छ कि भिडियो है। धन्यवाद। यस भिडियो भयो फिचर। अनि हामीले त टिकट किनिसक्यो। अब के हिँडेर आउनु? तिम्रो घर छैन माथि त्यो फलामै फलाम छ नि। यहाँ तल हेर न त्यहाँ जानुपर्ने रहेछ नि त खास। हामीले डबल टिकट लिनु नहुने रहेछ कि हिँडेर बाटो रहेछ नि त। धेरै हिँड्नुपर्छ नि यत्रो। भिडियो समुद्र हेर्नु समुद्र हेर्नु
लागिरहेछ एकदम रमाइलो भइरहेको बिसाउने भारी मलाई अब बोल्नलाई लगाउने ल खिमालाई अब बोक्नलाई लगाउने अलिक क्यामेरा समाइमा अलिक समस्या आएको तिम्रो है अलिकति राम्रो होस् त्यहाँनिर मेरो फोटो मेरो भिडियो चाहिँ युट्युबमा राम्रो आएन भने यो च्यानललाई सबैजनाले अनसब्सक्राइब चाहिँ नगर्नु होला एकचोटि लाइक भने लाइक गरिदिनु होला र यो आजको भिडियो यहाँहरूलाई कस्तो लाग्छ हेरेर कमेन्ट बक्समा कमेन्ट गर्नु होला भन्दै मेरो 2 शब्द यहीँ अन्त्य गर्छु हस् त यस्तो त बोल्नु भएन नि ब्रो गीत पनि थरी थरी गर्छ फेरि लारा 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 ए लारा लारा हाम्रो युट्युबमा आएर सब्सक्राइब गर्नु होला ए लारा लारा के दाना आयो उनी आउने र युट्युबमा ल साथी के भन्दियो त केही छैन एकदम नेपालको भाइब साको हो घुम्न पाउँदाखेरि हाम्रो चितवन जस्तै हो चितवन यस्तो पाहाड छ र यस्तो मौलकालीको जस्तो देखेको छ है म त गएको छैन यार हेलो नाम भन्नु को चाहिँ दीपिका पादुको ए के भन्नु आएछ के अरे पादुको के अरे दीपिका राणा तिमी चाहिँ को म त भाइरल मान्छे टिकटकमा यु क्यान सर्च माइ नेम ओ माई गॉड हैन नसकिने भो सकिने त यो त मेरो एटिट्युड हो हुनुपर्छ अलिअलि त हैन अलिअलि हैन धेरै नै हो खै अगाडिको मान्छे के बोल्दियो भोक लागिसक्यो गाइस त्यही भएर यस्तो मुख यस्तो भइसकेको छ क्या त्यही भएर यस्तो बोल्न नि मजा आइरहेको छ हो अरू के छ अरू त केही छैन त्यस्तो भन्ने खालको कुराहरू यहाँ रहेछ माया खै भनेर हामी फेरि हो र राम्रो बोल त मेरो ब्लगमा अब के बोल्नु केही बोल सरिस्मा लु सबैले मलाई चिनेकै होला के बोले भाइ के बोले के छ थाहा भाबी बोले नचिने पनि आजदेखि चिन भन दर्शक पनि हेर्नुहोस् हाम्रो चाहिँ यहाँ जापानमा हामीले खेतीपाती गरेर यहाँनिर चाहिँ यस्तो फुलहरू ल्याएर चाहिँ यस्तो गरेका छौँ हजुरहरूले यो फुल यो चाहिँ कुन फुल हो यो अनि आफै रोपेको फुल आफैले थाहा नहुने यो चाहिँ मखमली फुल हो हेर्नु त धपक्क फुलेर यो चाहिँ हामीले कलर त्यसलाई चाहिँ ब्लू कलरको पारेको छौँ भने त्यहाँनिर देख्न सक्नुहुन्छ यता फेरि अर्कै छ यो यहाँनिर चाहिँ आएर तपाईँहरूले फ्रीमा फोटोसोटो खिचेर टक्क मनोरञ्जन गर्न चाहिँ एकदम राम्रो ठाउँ छ त्यसरी आएर तपाईँ पनि हेर्नु होला प्रो चाहिँ डेस्टिनेसन आइपुग्यो खाने वाउ यो रुख त कस्तो क्युट देखेको नि वाउ गीत गाउनु त दर्शकबिन नमस्ते भिडियो नबनाऊ ओ यहाँ त गीत भन्छ म तिमीलाई एउटा के हो भाकै भएन त अलिकति एउटा दोरी गीत ससुरालीमा दिल बस्यो कान्छी सालीमा खै अब अर्को मायाको युट्युब च्यानल अनसब्सक्राइब गरिदिने हो अब पापी नि पापी पापी यहाँ त तिमी नि चस्मा लाएर झुके म चाहिँ अब बजारपट्टि खान दौडी ससुरालीमा ख्याल ख्यालमै दिल बस्यो कान्छी सालीमा
फेरि पो गर्दैछ सबैजना हेरेर बस्दैछ ससुरालीमा ल के काट्नेहरु सक्छ यो Oh my god! ठुलै विस्फोट भयो त यहाँ। कस्तो कालो पनि खायो त नि। अबे खतै काट्दो रहेछ त। अब एक्लै मात्र एक्लै बसेर हेर्नु खाइनु
म यहाँ यो गर्छु क्या खतरा सबको भिडियो खिच्नु पर्यो भने एउटा यहाँ छ त एक्स्ट्रा ल ल ल मान्छे सबै देखेन मान्छे सबै देख्दैन स्न्याप त हाल्नु पर्यो नि ओइ ताना है ताना ल लतडपट्टिले गर्ला सबैले लु साथी खाम्बै हान्दिउँ न त लु साथी यसो गरौँ न चम्मचले कि कस्तो होइन यसरी हान्दिने हो यसैले अनि खै त अनि मेरो तिमीहरू जेल नगरा एकछिन रोक है म यहाँ पठाउँ पहिला अनि पठाउँ खाना बनाइ चम्चा चाहिँ देऊ साथी ल ल ल ल है ल खाइला भन न खाइला खै खाइला खाइला भन न ओ साथी खाइला झमकै साँझमा राख्छु तिमीलाई कलेजीमा जमा गलबन्दी चलियो तिमी खानेर खानामा बिजी फेरि उता बढाउनु पर्यो नि त ए बन्दी बुझाउला भने ए त्यो बुढो भन्दा नि बुढी त नि नाम के भन्दा हेमराज बुढी मैले कपाल काटे नि भन्दा नि हो मामा के तिमीलाई म के किनेर आइदिनु हातमा चुरा लिपस्टिक भन्दै गर्न लाग्यो बुढी तपाईँ घर कहिले आउने बुढी कहिले आउने तपाईँलाई म के किनिदिन्छु त्यस्तो नि भन्छन् तर त्यो आजकल हरा है भाइरल भयो त्यो किन आएको होला है नेपालमा त्यही हो कि जो भाइरल भएको छ त्यसलाई लिएर हिँड्दा पत्रकारले उसको भ्युज जानलाई एक दुई महिना अनि छोडिदिनु सबैले आउने गाना पनि छ कसैले आउने गाना छ तिमीहरूकोमा अगाडि कलमा जानु दादी हो जाने होइन जाने भनेको कामको सिफ्ट छ बनेको के गर्ने तिनीहरू हेरेर बस्यो नि त्यो यो दिन है त्यो छैन त्यति कोलाई यो राख्नु पर्छ है जाऊ त्यस्तो खायो भने थाहा छैन दिनको मान्छ खाँदैन खाना त खानु पर्छ पिरो मलाई त पिरो भएर मुटै भएर कति बेला आएर क्या खान हराउँछ नखाउँदा एकछिन टिका पनि हानी हानी खाइ ल खाने टिपो न लड्डु एउटा खानु एन्जेल लड्डु खान्छ पिरो भयो सीमा पिरो भयो खाउलो ओ त्यसले खान्छ ए खाँदै रहेछ होइन मलाई त ठिक्क छ मैले नि एउटा लिएँ ल पिरो भयो अनि अहिले लड्डुको त पुरै नगरेर यसलाई त झन् मैले दसैँ कत्रो गराइदिन्छु भन्नु रक्सै रमाइलो भएको दसैँमा सब बोलाइदिनु जाप्निजहरू पनि बोलाइदिनु टिका लगाइदिनु जाप्निजहरूलाई थियो यहाँ एउटा हाँसो फेरि मुसुक्क जाप्नुलाई के टिका लाउने टिका भनेको थाहा छैन अर्थ टिका लाएर के गर्ने
थाहा नभएकोलाई चाहिँ लगाइदिने हो थाहा भएकोलाई ल नाच अहिले तल नाच्नुपर्छ नाच्ने ठाउँमा तल तर के राम्रो आउला थोप्रा कस्तो भयो ल भन एकदम रमाइलो भयो है अब क्लासको साथीहरूसँग अरू भन ठाउँ पनि राम्रै भयो क्लासको साथीहरूसँग घुम्न पाउँदा चाहिँ म एकदम खुसी छु होइन अरू त त्यस्तै हो कुचुन्द्रे चाहिँ यहीँ हराएको पेटहरू नि छाम्दै छ हौ ठुलो के हुने नि हजुर यस्तो भयो बेकार आएछ जस्तो लाग्छ किन अब इरेजमा कोतो हाते माजु हुने चुटो हुने के बोल्या थियो म त के बुझिन वाउ साथी यता पो दामी रहेछ त ल ल यस्तो आनन्द स्वर्ग त कहाँ छ र यता गए समुद्र यता फेरि यस्तो राम्री राम्री साथीहरू भएपछि त केही चाहिन्न के है ल साथी केही बोलौँ के बोल्नु साथी केही बोल्नै आएन कम राम्रो होइन त ओ माई गड के चाहियो त नि योभन्दा स्वर्ग कहाँ छ त नि Oh, यहाँ रेस्टुरेन्ट छ नि कुनै खानी जल्दी जस्तै छ त यहाँ गइसक्यो अन्त छिरे कति हुन्छ हाई गाइज हामीहरू अहिले कोबे आएको अनि के भन्छ माया फर्स्ट टाइम आएको हामीहरू चाहिँ 3-4 चोटि भइसक्यो अलि नराम्रो यहाँको लाइट नै हिँड्दैन रहेछ कि लाइटै छैन कस्तो के भन्छ कोबेमा गार्ड लिएर आएको गार्डको नाम चाहिँ रिन्सिन हो उता हुनुहुन्छ उहाँ हजुरहरू पनि कोबे कोबे बिकोबेमा फिराउनुहुन्छ भने मलाई कन्ट्याक्ट गर्नु होला नम्बर चाहिँ अहिले बाइक हेर न यो हेर्न आएको है यहाँ खासमा चाहिँ हामी यो हेर्न आएको कि हो अनि यहाँ आएर कस्तो लागिरहेछ त के लाग्नु रमाइलो पागल पागल साथीहरू भएपछि रमाइलो भइहाल्छ यतिकै पनि बोल्ने मान्छे फर्स्ट टाइम आएको एकदमै भित्री भइरहेको रमाइलो भइरहेछ नि रमाइलो भइरहेछ अनि यस्तो छ यो टावर चाहिँ जिन्दगीको गोरेटोमा कहिलेकाहीँ यस्तो रमाइलो गर्नु पर्दो रहेछ पछि थाहा हुन्छ नि त अब के भन्नु आँटेको मलाई थाहा छैन तर घर चाहिँ टाइममै पनि जानुपर्छ सुत्नुपर्छ अहिले चाहिँ यस्तो चिल पारामा जस्ट इन्जोय गर्ने अरू कुरा दिमाग टेन्सन सेन्सन सब साइडमा राखेर अहिले रमाइलो किन भन्दाखेरि पछि यो मोमेन्टहरू याद हुन्छ सम्झेर वा यस्तो पनि हामीले रमाइलो गरेको थियो यस्तो साथीहरूसँग भनेर हामीलाई हजुर रमाइलो हुन्छ यहाँ त यस्तो यस्तो ठाउँहरू पनि रहेछ अलि यता आउनु त्यही भन्न चाहन्छु अरू त के भन्नु त साथीहरू हजुरहरू पनि काम गर्नुहुन्छ भने एक दिन बिदा राखेर घुम्न जानुहोस् रमाइलो यस्तो पागल
भने ओके इन्जोय योर लाइफ ओके थ्याङ्क यू यता मलाई त्यसै होइन क्या सिधै आउनु ए त्यो त मेरो कन्टेन्ट हो नि अनि कहाँ भनेपछि आफ्नै गाउँमा नि चिनेनन् मलाई अहिले उता गएर बनाउने यता आएको देखाउ न ओइ करिश्माको पोज झर्ने भनेपछि आफ्नै गाउँमा नि चिनेनन् मलाई भनेको साथी चिनेनन् साथी भनेपछि आफ्नै गाउँमा नि चिनेनन् मलाई चिनेन चस्मा लगाएर हेलो गाइज हेलो हाई गाइज हामी त पिकनिक गएर पनि अब ब्याक टु माई फ्रेन्ड युट्युब च्यानल गाइज त नगरी ठुलो कुकुर छ यार ओ गाइज जापानमा यति ठुलो कुकुर हुँदो रहेछ फर्स्ट टाइम देखेँ नि ओ डर लाग्ने म त चढ्दिन्छु यार ओ माई गॉड चढ्दिन्छु कुकुरमा थियो के बोले भाइ के बोले के छ थाहा हामी बोले कुकुरमाथि चढ्ने यता हेर न उडिङदिनु परेन के मैले दाइको डान्स अलि ठुलो साउन्डको मायालाई पातो पात चेन्ज भएर बोल्दो रहेछ है त्यसको लागि पनि दियो एकचोटि फेरि आउँछ ट्याक्कै देखिए